क्याप्छ ओहो हो हो यस्तो सुन्दर बाटो मलेसियाको यस्तो सुन्दर बाटो यस्तो राम्रो बाटो वरिपरि जङ्गल होइन त्यो बाटोको छेउछाउमा बनाएको चाहिँ सिधो पनि त आएन ओहो है टुवे बनाएको छ हाम्रो टुवेमा त यस्तो बिचमा राखेको हुँदैन है नेपालमा चाहिँ यस्तोमा राख्नुपर्ने चाहिँ टुवेमा यस्तो सानो प्रकारको यस्तो मजाको बाटो या मलेसियाको हाइवेमा कुद्दैछ साथीहरू अब यहाँ मलेसियामा स्पेसल के छ भने बाटोको छेउछेउ भन्दा नि यो छेउछेउमा यस्तो बनाउँछ डाँडामा यस्तो बनाउँछ डाँडा यस्तो काटेर सुरक्षासँग पानी जाने ठाउँ अनि पहिरो नहुने गरेर बनाउँदो रहेछ तर हाम्रो नेपालमा यस्तो देखिएन यस्तो बनाउनु पर्ने हो सरकारले अब ठेकेदारहरूले होइन यो दिमाग लाउनु पर्ने रहेछ बाटो भन्दा पनि बाटोको छेउमा धेरै खर्च गर्नुपर्छ उनीहरूले अनि यो त्यस्तो डाँडा काटेर पानी जाने ठाउँ पहिरो नआउने ठाउँ यस्तो मजाले बनाउँदैछ यो चाहिँ हामीले गर्नुपर्ने रहेछ हौ र साथीभाइहरू यो चाहिँ सोच्नुपर्ने चाहिँ बाटो बनाउने मान्छेहरू नेताहरू को हुनुहुन्छ होइन यो चाहिँ एकदम इम्पोर्टेन्ट चाहिँदै है हाम्रो साथीहरूले यही भन्दैछ यो के भन्छ सानो साथीहरूले बाटो भन्दा नि बाटोको छेउमा धेरै ध्यान दिनुपर्छ अब बाटो छेउमा ध्यान दियो भने के हुन्छ भने बाटो सफा सुरक्षा हुन्छ अरे यो चाहिँ हामीले गर्नुपर्ने रहेछ हो अब यहाँ मलेसियामा डाँडै काँडा राम्रो राम्रो हरियो जङ्गल रहेछ जङ्गल पनि धेरै रहेछ जहाँ पनि जङ्गल जङ्गल पनि हामीले रोप्नुपर्ने रहेछ गाउँघर सबै ठाउँमा बिरुवाहरू रोप्नुपर्ने रहेछ स्पेसल चितवनमा चाहिँ धेरै रोप्नुपर्ने रहेछ गर्मी ठाउँ छ नि त गर्मीमा यस्तो रोप्यो पनि चित्त लाउने रहेछ ओके सो नाउ वी आर हेडिङ केएलतिर जाँदैछौँ हामी वो मुस्ताङबाट केएल जाँदैछौँ केएल बजार अब त्यहाँ पुग्नलाई सायद 1 घन्टा लाग्छ होला राम्रो ठाउँ रहेछ सुन्दर ठाउँ हरियो ठाउँ बाटो मात्रै यस्तो राम्रो बाटो ओके हेभ अ सिट नाइस डे टन्नै रहेछ बाटोको छेउमा यो स्लाइड के भन्छ पहाड काटेर यस्तो राम्रो बनाएर छ अब यहाँ पनि छ यो त कति राम्रो बनाएको छ पानी जाने ठाउँ पनि बाटो चाहिँ अब पहाड काटेर यसरी बनाए यस्तो बनायो भने त पहिरो जाँदैन नि होइन नेपालमा नि कतितिर बनाए अब जहाँ हायो प्रायः यस्तो बनाएर छ त यस्तो राम्रो है यस्तो बुद्धि पुऱ्याउनु पर्ने हाम्रो चाहिँ किन बुद्धि आउँदैन यस्तो है ओहो अब अरू कुरो के छ भने यहाँ पुल हुन्छ पुल भएको थाहा नपाउनु ल अब हाइवेमा पुल छ कतितिर ल यो पुल हो यो अब पुल हो यो थाहा नपाउनु बाटो र पुल बराबर साइज बनाउँछ हाम्रो नेपालमा पुरा थाहा भइहाल्छ सानोबाट जान्छ है के गर्ने ल साथीहरू हेर्नुहोस् यहाँको मलेसियाको पेट्रोल पम्प चाहिँ यस्तो सुन्दर सफा के पेट्रोल पम्प छेउछाउमा फेरि त्यहाँ चिया खाने ठाउँ त्यो डङ्गी डनर पनि रहेछ यो डङ्गी डनर चिया खानेको स्टोर हो अनि उतापट्टि के रहेछ कुनै अर्को पनि रहेछ है राम्रो ठाउँ रहेछ ए राम्रो राम्रो ठाउँ ल अब पेट्रोल पम्पमा अब डङ्गी डनर अनि उतापट्टि के भन्छ बिएसबी इन्डो मार्ट पनि रहेछ सो मार्केट पनि रहेछ है हाम्रो नेपालमा त्यस्तो हुँदैन फेरि पुरा त्यो तेल हालेर राख्छ फोहोर बनाएर यस्तो राम्रो ठाउँ त कहाँ हुन्छ यस्तो हुनुपर्ने यार